70 केजीबाट 62 मा आउनको लागि मैले के गरेँ के खाएँ हेर्नुहोस् है त। त्यही हो बिहान बिहानै मनतातो पानी हो। पानी खाएपछि यसो हल्का फुल्का पोलेको मकै खाएँ अलिकति। अनि त्यही हो लन्चमा चाहिँ यो खाना छ अनि करेला को सब्जी, साग, छोले चनाको सब्जी त्यही खाइयो आज लन्चमा। अनि आज चाहिँ छोरीको भ्याक्सिन लगाउने दिन 9 महिनाको सुई लाउने दिन भएको र हामी जाँदैछौँ हेल्थ पोस्ट पुग्दासम्म निदाइ गरेन नि ऊ आफ्नो पाला आउनेलाई बल्ल उठिन् के। अनि सुरुमा लगाउने सुई त त्यही छालामा हिजो लाउने रुँदै रहेनन् आयौँ हामी त किन रोइनेन् भनेर अचम्म माने भए। अर्कोचोटि त रोएर चिच्चाएर एकछिन त अनि फेरि खुट्टामा हिजो लाउने तिनवटा हिजो क्या सुई पनि लाउने कस्तो भएर अनि फक्किन उत्तिखेरै भुलिन् धन्न नै। अनि यसो बाहिर हावा लाग्थ्यो आनन्दले बस्यौँ त्यही। अनि घर आएपछि यही हेल्दी चटपटे खाइयो अनि म्याङ्गो स्मुदी त्यही दहीसँग म्याङ्गो हालेर पिटेको। अनि चिया त खानै पर्यो साथीहरू जति नै गर्मी भए पनि चिया त छोड्न हुन्न के। अनि डिनर त यही हो त्यही छोले चना साग अलिकति भात छ अनि अलिकति ढकनी पनि छ है। अनि त्यसपछि खाना खाएपछि यसो हिँड्न गयौँ हामी त्यही जङ्गलको बाटोतिर हिँड्यौँ। खाना चाहिँ यही हो मेरो आजको। जङ्क फुड खाना छोडेपछि पनि धेरै फरक पर्ने रहेछ कि।